थेसलोनिकीको मण्डलीमा पावलले पहिलो थेसलोनीमा के लेख्यो भने उसले भन्छ, किनभने मण्डली पुरा सतावटमा थियो, अनि पावलले भन्छ तिमीहरू हरेस नखानु है, चारैतिर विरोधीहरू छन्, तिमीहरूलाई मार्ने मानिस शक्तिशाली मान्छेहरू छन्, तर हरेस नखानु। किन थाहा छ? किनकि प्रभु त अब चाँडै आउनु हुँदैछ। प्रभु त स्वर्गमा बादलहरूमा आउनुहुन्छ, हामी त आकाशमा उहाँलाई भेट्छौँ है। मरेर गएकाहरू बौरी उठ्छ, जीवित हुनेहरू परिवर्तन हुन्छ, यति ठुलो आशा छ। यसकारण हरेस नखानु भने कि, तर मान्छेले के बुझ्यो भनेदेखिलाई ए त्यसो भए प्रभु आइहाल्ने रहेछ, अब किन काम धन्दा गर्नु, किन जागिर पेसा गर्नु। अनि अरूको घरमा जाँदै भात खानु थाल्यो, गफ गर्यो, धार्मिक कुरा गर्यो, भात खायो, अर्काको घरमा बोझ हुनु थाल्यो। अनि त्यसपछि दोस्रो थेसलोनीमा पावलले भन्छ जसले काम गर्दैन उसले नखाओस्। काम चाहिँ खराब होइन नि, पेसा जागिर चाहिँ खराब होइन। कारण प्रभु आउनु आँट्यो भनेर काम छोड्नु भन्ने मान्छेले चाहिँ बाइबल बुझेको छैन। उसले पहिलो कुरो के बुझ्नुपर्छ भने यो कामहरू पनि परमेश्वरकै बोलावट हो, आदमलाई दिनुभएको जिम्मा हो, विकास गर है। प्रभु आउनुहुन्छ, न्याय हुन्छ, तर पृथ्वी कन्टिन्यू हुन्छ। याद गर्नुहोस् है, नोआको समय जस्तै हुन्छ। नोआको समयमा के भयो? पृथ्वी नष्ट भएन नि, पृथ्वी शुद्धिकरण पो भएको त। पृथ्वी त दामी छ नि, प्रभुले 6 दिन लाएर बनाउनु भएको, कहाँ नष्ट हुन्छ? प्रभुले त्यही कारण जोडा जहाजमा हालेर निरन्तर राख्नुभयो।